हेलो साथीभाइहरू, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ म तपाईहरुलाई बेलुनको यो आर्च अथवा डेकोरेसन बनाउने तरिका सिकाउन जाँदैछु। बेलुनलाई सुरुमा यसरी लिने, आफूले कुन मन पर्ने कलर छ त्यो मन पर्ने कलरमा लिने, चाहिएको कुन अनुसारले आफ्नो साइज कत्रो ठुलो बनाउने सानो बनाउने त्यही अनुसारले आफूले राख्ने बेलुन, त्यही कलरलाई आफूलाई चाहिने अनुसारले कलरले यसरी फुल्याउँदै जाने। बेलुनलाई दुईवटाको मात्रामा फुल्याउने, त्यसलाई गाँठो बनाउने, दुईवटाको गाँठो बनाउँदै जाने, पछि बनाउन सजिलो हुन्छ। अनि आफूलाई कुन कलर चाहिएको छ आफ्नो कलर, आफ्नो चोइसको कलरमा फुल्याउने, त्यो फुल्याउँदै जाने, त्यो दुईवटालाई गाँठो बनाउँदै जाने। त्यो दुईटा गाँठो बनाइसकेपछि त्यो दुईटाको कलर मिक्स गर्नलाई एउटा उसमा चारवटा ठिक्क बनाएर राख्ने, चारवटा बनाउने। सुरुमा दुईवटा फुल्याउने, दुईवटालाई गाँठो पार्ने, फेरि अर्को कलरको दुईवटा फुल्याउने, त्यसलाई गाँठो पार्ने, त्यसलाई गाँठो पारेर चारवटा एक ठाउँमा पारिसकेपछि यसलाई सुरु गर्दाखेरि चाहिँ यो अब आर्च बनाउनलाई सुरु गर्दाखेरि तल एउटालाई चाहिँ टक्क डोरी बाँधिदिने, सानो खालको डोरी, पातलो नदेखिने खालको डोरी बाँधिदिने। त्यही माथि अब मिलाउँदै टक्क अर्को कलरको राख्दै, त्यो माथि फेरि अर्को कलरको राख्दै, आफूलाई कत्रो लामो बनाउनु मन छ, कत्रो ठुलो बनाउनु मन छ आर्च, त्यही हिसाबले टक्क यसरी बाँध्दै जाने, डोरी बाँध्दै टाइट गर्दै बेलुन थप्दै, आफूलाई कति लामो बनाउनु छ त्यही अनुसारले थप्दै जाने। त्यसपछि अब आफूलाई चाहिने मात्रामा कति लामो चाहिएको छ त्यही अनुसारको लामो, त्यत्रो लामो भइसकेपछि त्यसलाई अब त्यो डोरी इन्डिङ गर्नलाई लास्टमा गाँठो पारिदिँदा नि हुन्छ। त्यो गाँठो पारिसकेपछि चाहिँ त्यसलाई अब त्यो डोरीलाई गाँठो पारिसकेपछि टक्क त्यसलाई मिलाउने। त्यसपछि अब आफूले कुन ठाउँमा राख्ने हो त्यो लोकेसन हेर्ने, अनि आफूले कहाँनिर राख्ने हो त्यो ठक्क ठाउँमा। अब यस्तो खाँबोहरू छ भने ठिक छ, नत्र आफूसँग अर्थ छ भने त्यो अर्थको स्ट्यान्ड छ भने त्यसमा राख्दा हुन्छ। ल साथीहरू, यति नै हो आजलाई। कस्तो लाग्यो भिडियो कमेन्ट गर्नुहोला।